नमस्कार। बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङ र आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति.com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ। मूल खबर सुरु गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेश सरकारले वर्षेनी घटाउँदै पालिकाको अनुदान, प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन, विद्यार्थीहरूलाई संस्कारी ज्ञान सिकाउँदै तुलसीपुरको राप्ती बाल एकाडेमी, सामुदायिक वनमा जंगली जनावरहरूको चोरी सिकारी बढ्दै, सल्यानमा अलपत्र विद्युतीकरण बारे ऊर्जा मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र, पालिकामै स्क्रैप टाइफसको निशुल्क ल्याब परीक्षण, देशभर 7,000 बढीमा डेंगू पुष्टि हुँदा 6 संक्रमितको ज्यान गयो, ठेकेदारले काम नगर्दा लोकमार्गको काम अल्पत्र, सुधारका योजनाले नागरिकलाई प्रत्यक्ष छुनुपर्ने प्रधानमन्त्री कार्कीको जोड र विदेश खबरमा भारतको तेलंगानामा बस र ट्रक ठोकिँदा 20 जनाको ज्यान गयो। खेल खबरमा झापा महिला गोल्ड कप आजदेखि सुरु। मंसिरमा बहिनीको बिहे छ, तयारी पनि गर्नुपर्ने होला। कपडा पो कहाँबाट ल्याउने हो? त्यसको लागि त प्रसन्न ट्रेडर्स छ त, त्यही जाऊ। हजुर, हामी कहाँ साडी, धोती, ब्लाउज, कुर्ता, सुरुवाल, स्कुल कलेजका ड्रेस, सर्ट प्यान्ट लगायत काँचो कपडाहरू सुपथ मूल्यमा उपलब्ध छ। प्रसन्न ट्रेडर्स, तुलसीपुर 5, वीरेन्द्र चोक, दाङ, गणेश डेरीको छेउमा। प्रोप्राइटर प्रसून ओझा। फोन नम्बर 082 520 947। सेवा गर्ने मौका दिनुहोला। अब मूल खबर विस्तारमा। संहिताको मर्म अनुरूप स्थानीय तहलाई साधन स्रोत सम्पन्न बनाई जनमैत्री सेवा प्रवाहमा जोड दिनुपर्नेमा लुम्बिनी प्रदेश सरकारले स्थानीय तहको अनुदान घटाउँदै लगेको देखिएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2078-79 मा अन्तर सरकारी वित्त हस्तान्तरण बजेट कुल बजेटको 9.30% रहेकोमा आर्थिक वर्ष 2081-82 मा बढाएर 15.38% पुर्यायो। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष 2078-79 मा अन्तर सरकारी वित्त हस्तान्तरण बजेट कुल बजेटबाट विनियोजन क्रमशः 9.93, 5.68% बाट बढेर आर्थिक वर्ष 2080-81 मा क्रमशः 12.99, 10.69% पुग्यो। मध्य प्रदेशमा अनुदान घटे पनि आर्थिक वर्ष 2078-79 को कुल बजेटमा वित्तीय हस्तान्तरणको हिस्सा 9.37% बाट घटेर आर्थिक वर्ष 2081-82 मा 7.02% सम्म पुग्यो। अन्य प्रदेशमा अन्तर सरकारी वित्त हस्तान्तरणका लागि विनियोजित बजेटको हिस्सा उल्लेख्य रूपमा परिवर्तन भएको नदेखिए पनि लुम्बिनी प्रदेशको आर्थिक वर्ष 2078-79 को कुल बजेटमा वित्तीय हस्तान्तरणको हिस्सा 11.82% बाट घटेर आर्थिक वर्ष 2081-82 मा 8.06% मात्रै रह्यो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको विगत वर्षहरूको तथ्याङ्कको तुलना गर्दा लुम्बिनी प्रदेश सरकारबाट स्थानीय तहलाई जाने अनुदान अन्य प्रदेशको भन्दा घट्दो क्रममा रहेको देखिएको छ। लुम्बिनी प्रदेशको बजेटमा कुल वित्तीय हस्तान्तरणको हिस्सा क्रमशः घट्दै गएको देखिएको हो। आर्थिक वर्ष 2077-78 मा कुल वित्तीय हस्तान्तरणमा वित्तीय समानीकरण अनुदान र सशर्त अनुदानको हिस्सा क्रमशः 11.67, 39.69% रहेकोमा आर्थिक वर्ष 81-82 मा यस्तो हिस्सा क्रमशः 30.24 र 36.24% रहेको थियो। लुम्बिनीले वित्तीय समानीकरण अनुदान प्रतिशत क्रमशः बढाउँदै लगेको र सशर्त अनुदानको रकम क्रमशः कम गर्दै लगेकोमा आर्थिक वर्ष 2080-81 मा र आर्थिक वर्ष 2081-82 मा उल्लेख्य वृद्धि भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिवेदनले समेत देखाएको छ। यसरी समानीकरण अनुदान भन्दा सशर्त अनुदान बढी दिने प्रवृत्ति वित्तीय संहिता र समन्वयकताको अनुकूल नरहेको देखिएकाले समानीकरण अनुदान बढाउने र सबै खाले सशर्त अनुदान घटाउनेतर्फ प्रदेश सरकारहरू संवेदनशील र जवाबदेही बन्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
लुम्बिनी प्रदेश सभा अन्तर्गतको प्रदेश मामिला तथा कानून समितिले प्रदेश अन्तर्गत प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती गर्न दिएको संघीय सरकारको निर्देशन कार्यान्वयन नगर्न प्रदेश सरकारलाई सुझाव दिएको छ। जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख र मन्त्रीहरूले पनि 3 जना मात्रै सचिवालय सदस्य राख्न पाउने व्यवस्था गरी सोही अनुसार कार्यान्वयन गर्न निर्देशन दिएको थियो। संघले गरेको निर्णयपछि लुम्बिनी प्रदेशमा गत 2 महिनादेखिको स्वकीय सचिवहरूको सेवा सुविधा रोक्का भएको छ। प्रदेश सभा अन्तर्गत आज बसेको कानून समितिको छलफलमा पदाधिकारी र स्वकीयहरूको सेवा सुविधामा कुनै अवरोध नगर्न निर्देशन दिने निर्णय भएको छ। प्रदेश मामिला तथा कानून समितिको बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट पठाइएको पत्र अध्ययन गरेपछि आजको छलफलबाट यस्तो निर्णय गरेको हो। संविधानको धारा 187 अनुसार प्रदेश सभाको विशेषाधिकार हनन नगर्न अनुरोध गरिएको छ। साथै नेपालको संविधानको धारा 196 बमोजिम प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन 2075 अनुसार प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने सुविधा बाहेकको खर्च कटौती हुने गरी संघीय सरकारको निर्देशन कार्यान्वयन गर्न सरकारलाई समितिले सुझाव दिएको छ। समितिले यस सम्बन्धमा लुम्बिनी प्रदेश सरकारलाई आवश्यक ध्यानाकर्षण गराउँदै संविधानको मर्म र संहिताको सिद्धान्त अनुसार अघि बढ्न पनि निर्देशन दिएको छ। अदुवाले उचित बजार भाव नपाउँदा तुलसीपुर 19 छिल्लीकोटका किसान निराशमा परेका छन्। तुलसीपुर 19 छिल्लीकोट गाउँका अधिकांश किसानको मुख्य आमदानीको स्रोत अदुवा भए पनि अहिले मूल्य घट्दा किसान चिन्तित भएको स्थानीय परवीर पुनले बताउनुभयो। अदुवा खेतीबाट राम्रो आमदानी हुने भएपछि अन्य कृषि बाली छोडेर अदुवा रोपेका किसान यो वर्ष भाव नपाउँदा निराश बनेका हुन्। उहाँका अनुसार अहिलेसम्म बजारमा अदुवाको मूल्य प्रति किलो 30 देखि 35 रुपियाँ मात्रै रहेको छ। गत वर्ष यही समयमा अदुवाको मूल्य प्रति किलो 55 देखि 60 रुपियाँसम्म रहेको थियो। पहाडी क्षेत्रमा जंगली जनावरले क्षति पनि नगर्ने र राम्रो आमदानी हुने भएपछि गाउँका अधिकांश किसानले अदुवा रोप्ने गरेका छन्। तर उचित मूल्य नपाउँदा किसानलाई समस्या भएको स्थानीयको भनाइ छ। किसानको आमदानीको मुख्य स्रोत नै अदुवा भए पनि मूल्य नहुँदा लगानी नै नउठ्ने चिन्ता स्थानीयको छ। स्थानीयले करिब 500 क्विन्टलसम्म अदुवा उत्पादन गर्ने गर्छन्, तर बजार व्यवस्थापनमा समस्या देखिएको छ। छिल्लीकोटका करिब 30-35 घरले अहिले अदुवा खेती गर्दै आएका छन्। मूल खबरमा अब कुराकानीको पालो। दाङको तुलसीपुर उपमहानगरपालिका 18 मा रहेको अम्बा खाली सामुदायिक वनमा चोरी सिकारी बढ्दै गएको पाइएको छ। साना जनावरदेखि ठूला जंगली जनावरसम्मको चोरी सिकारी हुने गरेको सामुदायिक वनले जनाएको छ। यसैबीच सहकर्मी नीता चौधरीले सामुदायिक वन समूहका अध्यक्ष भुवनेश्वर खड्गालाई जंगलमा हुने सामुदायिक वनमा हुने चोरी सिकारीलाई नियन्त्रण गर्न के कस्ता पहलहरू गर्नुभएको छ भनेर सोध्नु भएको छ। मलेल, बाँदर, चरीबाज, दुम्सी, स्याल, राते थुप्रै जनावरहरू छन् होइन। कालिजहरू छ। जनावरहरूको लागि त जंगल भना पनि छ, बस्नलाई चाहिँ र खानालाई त्यति जनावरहरूलाई त्यति समस्या चाहिँ छैन। स्थानीयहरूले केही चाहिँ लुकीछिपी चाहिँ चोरी सिकारीहरूले जनावरहरूलाई तनाव दिने अथवा चाहिँ वासस्थानमा बस्न नदिने त्यस्तो किसिमको समस्या छ। कतै कहिले चाहिँ मारेको अथवा चाहिँ मार्न लागेको कहिले भेटाउनु भएको छ कि छैन? मार्न लागेको त भेटाइया छैन। अब पट्किएको सुनिन्छ अनि त्यतिखेर त्यहाँ पुग्दाखेरि त्यहाँ चाहिँ हुँदैन। पिछा गर्नलाई त धेरै उहरू गरियो। त्यसपछि गएर काठ तस्कर पनि पहिला पर्याप्त मात्रामा हुन्थ्यो। त्यसको लागि पनि हामीले चाहिँ एउटा अम्बाखोली र कार्तिके रानी सामुदायिक वनको पहलमा हामीले चाहिँ 11वटा वनको एउटा सञ्जाल बनाएर काठ तस्करहरू पनि हामीले चाहिँ नियन्त्रण गर्यौँ, मुद्दा चलायौँ। पछि चाहिँ सबै समस्या समाधान भयो। जंगल त बाक्लो छ नै भन्नुभयो, के छ त्यसमा बोट बिरुवाहरू? बोट बिरुवाहरू त अहिले थप नयाँ बिरुवाहरू जब हामी आइसकेपछि हामी चरीचरण खुर बन्द गरिसकेपछि थुप्रै किसिमका चाहिँ नयाँ बिरुवाहरू आए। जस्तो साल मात्रै चाहिँ निर्भर हुने चाहिँ जंगलमा त्यो चाहिँ टुनी अनि विभिन्न किसिमका चाहिँ डाले घाँसहरू, कोतिमाराहरू थुप्रै बिरुवाहरू चाहिँ ससाना चाहिँ अहिले हुर्किने क्रममा छन्। र एउटा वनको समस्या भनेको चाहिँ त्यो वनमाराले चाहिँ अलि बढी ढाक्ने गरेको छ। वन सामुदायिक वनमा कुन पंक्षीको अथवा कुन जनावरको चाहिँ शिकार गर्ने गरिन्छ? चाहिँ बँदेलको गरिन्छ। त्यसपछि गएर
तपाईँको त्यो चाहिँ रातेको गरिन्छ। अनि धेरै शिकार गर्ने भनेको यिनी हुन्। त्यसपछि त्यो मुनिका जनावरहरू खरायो, दुम्सी यिनीहरूको चाहिँ अलिक बिरलै हुन्छ शिकार। ठुल्ठुला जनावरहरूको मात्रै चोरी सिकारी गर्ने गर्छ। स्थानीयहरूले चाहिँ आफै खानको लागि गर्छन् कि बेच्नको लागि गर्छन्? हाम्रो सेक्टरभन्दा बाहिरको मान्छे आउँछ। यहाँ समुदायको अन्तर्गतको मान्छेले शिकार गर्दैन। यता चाहिँ यो हापुर साइडतिरको मान्छे छ, त्यसपछि गएर यो चाहिँ सक्रम साइडतिरको मान्छे छ। त्यो तिनी मान्छेहरू कतिखेर आउँछन् शिकार गर्छन् भन्ने कुरो थाहै हुन्न। रात दिन चाहिँ गर्छन्। अब हामीले पनि कर्मचारी एउटा चाहिँ वन हेरालु खटाएका हुन्छौँ। अब त्यसको निर्देशनमा काम गर्ने हामी पनि हिँड्न त हिँड्छौँ बेला बेला। अब तर पनि हामीले चाहिँ फेला पार्न सकेका छैनौँ। हामीले 2-3चोटिको बैठकमा चाहिँ हामीले पत्रहरू जारी गर्यौँ। यही हप्तामा त चाहिँ रोकिएको थियो। फेरि चाहिँ पूर्ण रूपले त्यो चाहिँ बढ्यो, फेरि चोरी सिकारी बढ्यो। रातको समयमा हुन्छ कि दिउँसोको समयमा हुन्छ चोरी सिकारी? विशेष गरी 4 बजे पछाडि साँझकै समयमा गरेको पाइएको। नेपाल सरकारको खुल्ला सम्पत्ति भएको हुनाले खुल्ला सम्पत्तिमा र सार्वजनिक सम्पत्तिमा जसको पनि चाहिँ विद्या नजर लाग्ने र जसले पनि चाहिँ अलिक बढी लाभ लिन पाए हुँदो, फाइदा लिन पाए हुँदो भन्ने किसिमको एउटा चाहिँ मान्छेको त्यो किसिमको मनस्थिति नै बनेको छ। के गर्दाखेरि चाहिँ चोरी सिकारी नियन्त्रण हुन सक्ला? तपाईँहरूको योजना केही छ? चोरी निकासीको समस्या भनेको यो हाम्रो पहलमा यो नियन्त्रण नै नहुने जस्तो स्थिति देखियो। यसमा चाहिँ चोरी सिकारी गर्ने मान्छेहरूको अलि त माथिल्लो कर्मचारीको माथिल्लो निकायमा चाहिँ पहुँच भने हुने भएको कारणले अब चाहिँ भाग बिलाहरू जाने विभिन्न किसिमको चाहिँ त्यस्तो किसिमको पनि हामीलाई चाहिँ कता कता चाहिँ सुन्नमा आयो। त्यही भएर हामीले चाहिँ चोरी निकासीको हाम्रो नियन्त्रणमा छैन जस्तो लाग्यो। त्यही भएर यो चाहिँ अलिक माथिल्लो निकायबाट चाहिँ पहल भएपछि चोरी निकासी चाहिँ बन्द गर्न सकिन्छ कि भन्ने हो। तर फेरि अब कर्मचारीको निश्चित बसाइ हुने भएको हुनाले फेरि नयाँ आउने थप अब पछाडिकोले चाहिँ योजना बनाएका योजनाहरू फेरि पुनः पछि आएर अर्को मान्छेले कार्यान्वयन नगर्ने त्यस्तो भावनाले चोरी सिकारीमा अलि चाहिँ धेरै समस्या देखिया हो। जानकारी त अब सब डिभिजनमा डिभिजन वन कार्यालयहरूमा गराउनु भएकै हो? यो त बेला बेलामा यो वन डिभिजनले पनि कार्यक्रम नै राख्छ। वन्यजन्तु संरक्षण संघ भन्ने चाहिँ यो WCN-ले पनि सञ्चालन गरेको हो, नगरेको होइन। अनि सब डिभिजनले पनि यो चाहिँ चोरी सिकारीको बारेमा त व्यापक रूपले चाहिँ छलफल गर्छ, तर पनि यो नियन्त्रण चाहिँ हुन सकेको छैन। जेएनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रदेश सरकारहरूलाई व्यवस्था गरी प्रमुख सचिवलाई मात्रै सम्बोधन गरेर पत्र पठाएपछि राजनीतिक नेतृत्व असन्तुष्ट बनेको छ। प्रदेश सरकारको प्रमुख सचिव केन्द्र सरकारले नै पठाउने गरेको बताइएको छ। जेएनजी आन्दोलनका बेला प्रदेश संरचना हटाउनु पर्ने लगायतका कुराले चर्चा पाइरहेका बेला केन्द्र सरकारले मुख्यमन्त्रीलाई व्यवस्था गर्दै प्रमुख सचिवलाई मात्रै सम्बोधन गरी पत्र पठाएपछि मुख्यमन्त्रीहरू आक्रोशित बनेका छन्। यो विषय आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा मुख्यमन्त्रीहरूले उठाएका थिए। विशेष गरी कर्णालीका मुख्यमन्त्री अमलाल करेलले प्रधानमन्त्री कार्कीलाई तपाईहरूले संविधान विपरीत पत्र पठाएको भन्दै आपत्ति समेत जनाउनु भएको थियो। सल्यानको दारमा गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा 412 जनाले सेवा लिएका छन्। 2 स्थानमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिविरमा 257 जना महिला र 155 जना पुरुषले सेवा लिएका हुन्। गाउँपालिकाको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा वडा नम्बर 3 र शनिबार वडा नम्बर 3 र आइतबार वडा नम्बर 5 मा शिविर सञ्चालन गरिएको थियो। शिविरमा उच्च ज्वरो आएका 158 जनाको रगत परीक्षण गर्दा 51 जनामा स्क्रब टाइफस र 2 जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनुभएको छ। यसैबीच सल्यानमा स्क्रब टाइफसका बिरामीहरू बढ्दै गएपछि सल्यानको त्रिवेणी गाउँपालिकाले निशुल्क ल्याब परीक्षण सेवा शुरू गरेको छ। स्क्रब टाइफसको शंका लागेका बिरामीहरूका लागि गाउँपालिकाको त्रिवेणी स्वास्थ्य चौकीबाट निशुल्क ल्याब परीक्षण सेवाको व्यवस्था मिलाइएको प्रमुख प्रशासक अधिकृत खुमबहादुर केसीले जानकारी दिनुभएको छ। तपाईँ अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला। खुसीको खबर। तुलसीपुरमा नै पहिलो पटक निसन्तान तथा महिला प्रजनन सेवाका लागि अनुभवी तथा विशेषज्ञ डाक्टर श्रीसिया पोखरेल, डाक्टर शेखर थापा र
डाक्टर सोमनाथ भण्डारीको विशेषज्ञ समूहद्वारा दैनिक रूपमा सेवा उपलब्ध भइरहेको छ। उपलब्ध सेवाहरू निसन्तान स्त्री तथा प्रसूति, गर्भ तुहिने तथा गर्भ नबस्ने सम्बन्धी उपचार र परामर्श, पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ उपचार र परामर्श, IUI IVF सेवा, महिनावारी गडबडी तथा धेरै रगत बग्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने सम्बन्धी उपचार र परामर्श, अमेरिकन प्रविधिद्वारा पाठेघरको घाउ र संक्रमणको सेकाई थेरापी सेवा, साथै एक्सरे, भिडियो एक्सरे, अत्याधुनिक ल्याब र फार्मेसी सेवा। थप जानकारीका लागि श्री निसन्तान तथा महिला स्वास्थ्य केन्द्र तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9762 53 231। दृढ संकल्प, निश्चित सफलता। श्री निसन्तान तथा महिला स्वास्थ्य केन्द्र सधैँ तपाईको साथमा। ओहो दाइ नमस्कार। नमस्कार बहिनी, केही किनमेलको लागि आयो कि बजारतिर? जाडो समय आउन लाग्यो, छोराछोरीलाई स्कुलको स्वेटर लगिदिउँ कि भनेको, कुन पसलमा पाउँछ होला तपाईलाई थाहा छ कि दाइ? हाम्रै शिर परिचित तुलसीपुरको 5 नम्बर वडा कार्यालय अगाडि शिवशक्ति होजियारी उद्योग छ त, त्यहाँ त सबै स्कुलका स्वेटरहरू पाइन्छ नि, बरु त्यही जाऊ सरासर। 2082 सालको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सबै स्कुल, बोर्डिङ तथा कलेजहरूका स्वेटरहरू अर्डर अनुसार तयार गरिन्छ। साथै रेडिमेड स्वेटरहरू पनि उपलब्ध छन् र उनको चौबन्दी चोलो, उनबाट बनेका लेडिज ब्यागहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। नोट, यस उद्योगका लागि 8 गेज मेसिन चलाउनका लागि एकजना दक्ष कारिगरको आवश्यक परेकाले इच्छुकले तुरुन्त सम्पर्क गर्नुहोला। शिवशक्ति होजियारी उद्योग तुलसीपुर उपमहानगरपालिका 5 नम्बर वडा कार्यालयको अगाडि डिलाइट कर्नरको पूर्वतर्फ। प्रोप्राइटर राजकुमार रेग्मी। सम्पर्क मोबाइल नम्बर 9810 88 77 58, 984 79 79 333 र 98649 16 682। विश्रामपछि प्रकृतिमूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर। रुकुम पूर्व खण्डमा पर्ने राष्ट्रिय गौरवका आयोजना मध्य पहाडी लोकमार्ग र शहीद मार्ग मर्मत सम्भारमा ठेकेदारले व्यवस्था गर्दै आएको छ। रुकुम पूर्व खण्डमा पर्ने मध्य पहाडी लोकमार्ग र शहीद मार्गमा सड़क निर्माणका लागि जिम्मा लिएको ठेकेदारले सड़क मर्मत सम्भार कार्यमा व्यवस्था गर्दा स्थानीय बासिन्दा पीडित भएका छन्। वर्षायाममा प्राय दैनिक र हिउँदमा पनि बेला बेलामा आउने गरेको पहिरो हटाउन र सड़क स्तर उन्नतिमा ठेकेदारले लापरवाही गर्दै आएको स्थानीयको भनाइ छ। भूमि गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले ठेकेदारले सड़क स्तर उन्नति सहित सड़क कालोपत्रेका लागि कामको जिम्मा लिने गरेको तर काम नगर्ने गरेको बताउनुभयो। ठेकेदार र आयोजना कार्यलाई सम्पर्क गर्दा सम्पर्कमा नआउने गरेको समेत उहाँको भनाइ छ। यसैबीच बाँकेको खजुरा गाउँपालिकाले काम नगर्ने कम्पनीलाई कडाई गर्न थालेको छ। योजनाको ठेक्का पाएर पनि काम अलपत्र छोडेका कम्पनीहरूलाई गाउँपालिकाले कडाई गर्न थालेको हो। पालिकाले विभिन्न बहानामा काम पूरा नगरी अलपत्र छोडेर सम्पर्कविहीन भएका ठेकेदार र कम्पनीलाई ताकेता गर्न सुरु गरेको छ। प्रतिबद्धता गरेको समयमा काम नगरे गाउँपालिकाले सम्झौता रद्द गर्नेसम्मको योजना बनाएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी पुस्ताले अघि सारेको माग उचित भएको तर त्यसको आवरणमा अरूले खेलेर युवा पुस्तालाई बदनाम गरेको बताउनु भएको छ। प्रेस चौतारी नेपालले आज आयोजना गरेको संवाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। जेनजीका माग अनुचित नभएको र सो माग सरकारले पनि पूरा गर्न सक्ने रहेको पत्रकार सम्मेलनमा बताउनुभयो। साथै उहाँले उनीहरूले राखेका माग तत्कालीन सरकार समक्ष प्रस्तुत नै नभएको बताउनुभयो। जेनजी पुस्ताको आन्दोलनमा नेतृत्व कसले गरेको भन्ने विषय नै प्रश्न नभएको समेत उहाँले बताउनु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा आयोजित सचिवहरू, सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरूको बैठकमा सरकारको सेवा प्रभावलाई प्रभावकारी र परिणाममुखी बनाउन 14 बुँदे निर्देशन दिनुभएको छ। उहाँले विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुति सुनेपछि सुधारका कार्ययोजनाहरू प्रशंसनीय रहेको बताउँदै सुधारका योजनाले आम नागरिकलाई प्रत्यक्ष रूपमा छुन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो।
देशका 75 जिल्लाबाट 7,000 भन्दा बढीमा डेंगू संक्रमण पुष्टि भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा एडीसीडीको तथ्याङ्क अनुसार 7,075 जनामा डेंगू पुष्टि भएको हो। सोही समयमा 6 जना डेंगू संक्रमितको ज्यान गएको एडीसीडीका किर्जने शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले जानकारी दिनुभएको छ। मूल खबरमा अब केही संक्षेप खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजन वन कार्यालय का अधिकृत दान बहादुर श्रेष्ठ विरुद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बर्दियाको राजापुर नगरपालिकाको घुम्ना गाउँका कृषक हात्तीले धान खान थालेपछि रातभर जागराम बस्न बाध्य भएका छन्। जेन्जी आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको एमालेको बाँके जिल्ला पार्टी कार्यालय पुनर्निर्माणका लागि क्षेत्र नम्बर 1 का कार्यकर्ताहरूले 10 लाख रुपियाँ सहयोग गरेका छन्। नेपाल नर्सिङ संघले सरकारसँग भएको सहमतिबाट पछि हटेर 48 घण्टाभित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ। सरकारले भदौ 23 र 24 गते भएको जेन्जी प्रदर्शनका क्रममा ज्यान गुमाएका मध्ये 45 जनालाई मात्रै राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ। दोलखाको डोलमा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा 3 जनाको ज्यान गएको छ। कम्तीमा 5 जना बेपत्ता भएको खबर आएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिनुभएको छ। प्रधानमन्त्री सरकारले सबै निकायका सूचना प्रणालीका कर्मचारीका लागि नयाँ साइबर सुरक्षा सल्लाह एड भाइजरी जारी गरेको छ। बाढी पहिरोका कारण अवरुद्ध बनेका राजमार्ग अन्तर्गत 5 वटा सड़क अझै अवरुद्ध रहेका छन्। मूल खबरमा अब विदेश खबर। भारतमा बस र ट्रक ठोकिँदा 20 जनाको ज्यान गएको छ। अरू 20 जना घाइते भएको बताइएको छ। तेलगंगाको रंगा रेडी जिल्लामा बिहान बस र यात्रुवाहक ट्रक ठोकिएको बीबीसीले जनाएको छ। तेलगंगाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहत घोषणा गर्नुभएको छ। र मूल खबरको अन्तमा खेल खबर। झापा महिला गोल्ड कप प्रतियोगिता आजदेखि शुरू भएको छ। उद्घाटन खेल दिउँसो 2 बजे नेपाल पुलिस क्लबको महिला टोली र चर्च बोइज युनाइटेडको महिला टोली बीच शुरू भएको हो। झापाको दुधे रंगशालामा आजदेखि शुरू भएको प्रतियोगिता कार्तिक 24 गतेसम्म चल्ने भएको छ। यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। बिदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। लुम्बिनी प्रदेश सरकारले वर्षेनी घटाउँदै पालिकाको अनुदान, प्रदेश सभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन, विद्यार्थीलाई संस्कारी ज्ञान सिकाउँदै तुलसीपुरको राप्ती बालिका अकाडेमी। सामुदायिक वनमा जंगली जनावरको चोरी शिकारी बढ्दै, सल्यानमा अल्पत्र विद्युतीकरण बारे ऊर्जा मन्त्री घिसिङलाई ध्यानाकर्षण, पालिकामै स्क्रब टाइफसको निशुल्क ल्याब परीक्षण। देशभर 7,000 बढीमा डेंगी पुष्टि हुँदा 6 जनाको ज्यान गयो। ठेकेदारले काम नगर्दा लोकमार्गहरूको कामला पत्र, सुधारका योजनाले नागरिकलाई प्रत्यक्ष छुनुपर्नेमा जोड। र विदेश खबरमा भारतको तेलगनामा बस र ट्रक ठोकिँदा 20 जनाको ज्यान गयो। खेल खबरमा झापा महिला गोल्ड कप आजदेखि सुरु। हस्त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपरकोट सल्यानका प्राविधिक शिवा डाङ्गीलाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि बिदा हुन्छौ। नमस्कार।